छाया मन्त्रीले चलाउँदै गृह र खेलकुद मन्त्रालय। सुदनको राजीनामापछि जेम्स कार्कीको चुरीफुरी, कुमार बेनका दाजुको रजगज पनि उस्तै। मन्त्री नभई कसरी चलाउँदैछन् स्वकीयले राज? बालेन सरकारमाथि प्रश्नै प्रश्न। यी हुन् जेम्स कार्की। आइतबार प्रहरीलाई निर्देशन दिँदै सुकुम्बासी हटाउन पुगेका उनी निवर्तमान गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव हुन्, अर्थात् मन्त्री बिनाका स्वकीय। सुन्दै रोचक र हास्यास्पद लाग्ने यही पदका भरमा उनी पुरै गृह प्रशासन हाकिरहेका छन्। अहिले गृह मन्त्रालयको लिडिङ तपाईँले गरिरहनु भएको छ, प्रहरी फोर्स सबै यतै ल्याउनु भएको छ। कति गाह्रो भइरहेको छ यहाँ, किनकि मनोहरामा हिजो पनि तपाईँकै फोर्समा तपाईँकै निर्देशनमा प्रहरीहरू आउनुभयो र सो अनुसार यहाँ भत्काउन गाह्रो भएर फर्किनु भएको थियो। आज कतिको सहज भएको छ? होइन, सहज भन्दा पनि अहिले काम त मान्छेले जनताले बुझेर आफै उहाँहरूले कोर्डिनेट गरिदिइसकेपछि काम गर्न गाह्रो हुँदैन। नेपालीमा एउटा उखानै छ, हिङ नभए पनि हिङ बाँधेको टालो। खासमा अहिले कार्की आफूलाई त्यही टालो ठानेर गृह मन्त्रालय हाँक्दा चौतर्फी प्रश्नको घेरामा छन्। होइन भने गुरुङले नै बिचौलिया दीपक भट्टसँग व्यावसायिक साझेदारीका कारण विवादमा परेपछि वैशाख 9 मै राजीनामा दिइसकेका छन्। यसको अर्थ राजनीतिक नियुक्ति पाएका कार्कीको अहिले कुनै कानुनी हैसियत छैन। तर स्वकीय कार्कीले मन्त्रालयमा आफ्नो कामकाज पूर्ववत जारी राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य र प्रधानमन्त्री शाहका निकट मानिने कार्की दैनिक मन्त्रालय आउने, आफ्नो कार्यकक्षमा सुरक्षा निकायका उच्च अधिकारी र सहसचिवहरूलाई बोलाएर ब्रिफिङ लिने र आवश्यक आदेश दिने कार्यमा सक्रिय छन्। प्रशासनिक दृष्टिकोणबाट हेर्दा मन्त्री नभएको अवस्थामा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले आफ्नो सचिवालय मार्फत काम गराउनु पर्ने हो। तर यहाँ त निवर्तमान मन्त्रीको स्वकीय सचिवले सुरक्षा निकायको रिपोर्टिङ लिएर स्याडो शासन वा समानान्तर सत्ताको अभ्यास गरिरहेको छ। यसले कर्मचारी तन्त्र र सुरक्षा अङ्गभित्र अन्यल पैदा गरेको छ। एकातिर मन्त्री गुरुङले पदभन्दा ठूलो नैतिकता भन्दै सामाजिक सञ्जालमा भावुक स्ट्याटस लेख्दै राजीनामा दिनु र अर्कोतिर उनकै टिमले पर्दा पछाडिबाट मन्त्रालय चलाइरहनुले यो राजीनामा केवल देखावटी त होइन भन्ने आशंका जन्माएको छ। यता प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल नयाँ गृहमन्त्री नियुक्त नगर्नु र गुरुङको सचिवालयलाई काम गर्न दिनुको पछाडि एउटा विशेष रणनीति देखिन्छ। गुरुङले आफूमाथि छानबिन गर्न माग गरिसकेका छन् र यदि छानबिन समितिले उनलाई क्लिन चिट दिएमा पुनः गृह मन्त्रालयमै बहाली गर्ने प्रधानमन्त्रीको भित्री तयारी हुन सक्छ। तर जेनजी आन्दोलन र युवाहरूको भरोसा जितेर आएको यो सरकारले प्रशासनिक शुद्धिकरणको नारा लगाइरहँदा मन्त्रालयभित्र हुने यस्ता स्याडो अभ्यासहरूले सुशासनको खिल्ली उडाइरहेको छ। यही अवस्था खेलकुद मन्त्रालयमा पनि छ। शिक्षा विज्ञान तथा युवा तथा खेलकुद मन्त्रालयमा यति बेला मन्त्री सस्मित पोखरेलको उपस्थिति नाम मात्रको देखिन्छ। खेलकुद क्षेत्रको सम्पूर्ण कार्यकारी जिम्मेवारी र निर्देशनको नेतृत्व प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकारले सम्हालिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनका दाइ रहेका व्यञ्जनकारले मन्त्री बिना नै मन्त्रालयको टोली लिएर राष्ट्रिय खेलकुद परिषद राखेपको निरीक्षण गर्ने र कर्मचारीहरूलाई प्रत्यक्ष निर्देशन दिने कार्य गर्दै आएका छन्। मन्त्री पोखरेलले आफ्नो अधिकांश समय शिक्षा मन्त्रालयमा खर्चिँदा खेलकुद मन्त्रालयको बजेट विनियोजनदेखि खेलाडी विदाईसम्मका काममा सिद्धिको शासन हावी भएको छ। अचम्मको कुरा त बजेट अभावका कारण आगामी एसियाली खेलकुदको तयारीका लागि सञ्चालित मिसन 2026 को प्रशिक्षण रोकिएको विषयमा समेत मन्त्रीको सचिवालय अनभिज्ञ देखिएको छ। मन्त्री पोखरेलले खेलकुदलाई उपेक्षा गरेको भन्दै खेलवृत्तमा आलोचना चुलिएको छ। नियुक्तिको 1 महिना पुग्न लाग्दा उनी धनगढीको फाप्ला क्रिकेट मैदानमा ब्याटिङ गर्ने र औपचारिक कार्यक्रममा शिक्षाकै बारेमा बढी भाषण गर्ने बाहेक खेलकुदको ठोस समस्या समाधानमा केन्द्रित देखिएका छैनन्। ऐतिहासिक पदक विजेता खेलाडीलाई बधाई दिन समेत कन्जुसाई गर्ने मन्त्रीको कार्यशैलीले कर्मचारी र खेलकुद पदाधिकारीहरू निराशामा छन्। सल्लाहकारहरूले नै बिहानदेखि रातिसम्म मन्त्रालय कब्जा गर्ने र मन्त्रीलाई खेलकुदमा ल्याउने आवश्यक नरहेको जिकिर गर्नुले बालेन सरकारको सुशासनको नारामाथि नै प्रश्न उठाएको छ। हाल खेलकुद मन्त्रालयमा मन्त्री भन्दा सल्लाहकारको हुकुमी शासन चल्ने गरेको र मन्त्री पोखरेल शिक्षा क्षेत्रमै हराउँदा खेलकुद क्षेत्र अभिभावक विहीन जस्तै बनेको छ। सल्लाहकारको काम सुझाव दिने हो, शासन गर्ने होइन। स्वकीय सचिवको काम मन्त्रीलाई सघाउने हो, मन्त्रालय चलाउने होइन। तर बालेन सरकारमा यी दुई मन्त्रालयमा देखिएको प्रवृत्तिले स्याडो गभर्नमेन्टको डरलाग्दो चित्र प्रस्तुत गरेको छ। अर्थात् सल्लाहकार र स्वकीयहरूले कार्यकारी अधिकार प्रयोग गरेर कर्मचारी र सुरक्षा अङ्गलाई थकाउनु बालेन सरकारको सिस्टम सुधारको बाचामाथिको ठूलो प्रहार हो। मन्त्रीहरू शिक्षा र ब्याटिङमा मस्त हुने, तर मन्त्रालय भने पर्दा पछाडिका पात्रहरूले रिमोटबाट चलाउने यो शैलीले अन्ततः बालेन शाहको लोकप्रियता र विश्वसनीयतामा गम्भीर धक्का पुर्याउने निश्चित छ। जुन सरकारले प्रशासनिक शुद्धिकरणलाई आफ्नो मूल मन्त्र मानेको छ
उसैको कार्यकालमा मन्त्रालयहरू अभिभावकबिन र बिचौलियाको कब्जामा पर्नु विडम्बनापूर्ण छ।